मैले समाचार सुने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको बैठकले 2 जना महामन्त्री र सहमन्त्री निकाल्यो। तपाईको प्राइभेट कम्पनी हो निकाल्नलाई। 9 कक्षाको थिए, 9 कक्षाको 40 सालको आन्दोलनमा लडेको 62-63 को आन्दोलन त हाकेको पनि हो र 2488 जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ कि प्रत्येक साथीलाई कारबाही गर्ने हिम्मत छ? तपाईहरु मात्र निर्वाचन आयोग जान्नुहुन्छ। केही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ। हामी अहिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने क्रममा छौँ। यो सिङ्गो देश